Radhe Radhe friends. So how are you today guys? I am going to tell something about fear, डर. Fear. हामीलाई कहिले पनि डराउनु हुँदैन. म यस्तो किन भनिराखेको छु किनभने मलाई एउटा कुरा अहिले पनि याद छ. जब म क्लासमा गएर 10 क्लाससम्म म धेरै भएन 12 क्लाससम्म म धेरै डराइरहेको थिएँ क्लासमा पढ्ने केही. हामीहरू आमा बुबा पठाउनु भएको थियो केही ज्ञान हासिल गर्न, तर म कहाँ तहाँ गएर डराएर लजाएर केही कुरा सिकिरहनु पाइरहेको थिएन. तर आज मलाई एउटा कुरा याद छ. मलाई जब गएछु, जब रुपियाँ लगाएछु त्यति केही न केही सिकेर आउनु नि छ. सो एउटा कुरा याद राख्नु के यो लाइफमा जस माथि यो वर्ल्ड हाँसेछ त्यही गएर एउटा इतिहास, त्यही मान्छे गएर एउटा इतिहास लेखेछ. सो जब आमा बुबा तपाईँ त्यति रुपियाँ खर्च गरेर त्यहाँ पठाउनु पर्छ त केही सिकेको हो. कोही हाँसिरहेछ भने हाँस्न दिउँ क्या, त्यसलाई केही फरक पर्दैन. हामीहरू जति आफ्नो पासबाट सिक्न सक्नु नि, जति के भन्छ कसैले हामीहरू सिकाउँछ त त्यति हामी सिक्न सक्दैनौँ क्या. सो नेभर गिभ अप, डिसिप्लिन कायम रखो. one day you will write a story. So आजको लागि यति नै.